दुबईको मार्केट अब क्र्यास हुनेवाला छ के यो साँचो कुरा हो त तपाईहरुलाई के लाग्छ सो यदि तपाईहरुलाई पनि थाहा छैन भने चाहिँ म यो भिडियोमा हजुरहरुलाई यसको बारेमा भन्नेवाला छु सो यो भिडियो लास्टसम्म हेर्नु होला दुबईमा इन्भेस्टमेन्ट गर्नुभन्दा अगाडि हजुरले चाहिँ दुबईको हिस्ट्री बुझ्नुपर्ने हुन्छ सो फर एक्जाम्पल मान्छेहरूले गोल्डमा किन इन्भेस्टमेन्ट गर्छन् त किनभने गोल्डमा तपाईँहरूको चाहिँ रिस्क कम हुन्छ र गोल्ड भनेको सधैँ एप्रिसिएट गरि नै रहेको हुन्छ र यही कुरा तपाईँको चाहिँ दुबईमा हेऱ्यो भने इन्भेस्टरहरूले इन्भेस्टमेन्ट गरिराख्नु भएको छ सी फेसिङ अपार्टमेन्टमा किन भन्दा त्यसमा पनि रिस्क एकदमै कम छ र सी फेसिङ अपार्टमेन्ट्सहरू जहिले पनि एप्रिसिएट भइरहेको हुन्छ किन भन्दाखेरि सी फेसिङ अपार्टमेन्ट्स दुबईमा एकदमै लिमिटेड छ र यही कुरा तपाईँको चाहिँ पाम जुमेरामा हेर्ने हो भने इन्भेस्टरहरूले जसले पाम जुमेरामा इन्भेस्टमेन्ट गर्नुभएको थियो नि उहाँहरूले त कोभिडकै बेलामा पनि बनाइराख्नु भएको थियो 6% को रेन्टल इन्कम कोभिडकै बेलामा जब चाहिँ तपाईँको चाहिँ दुनियाँकै मार्केट क्र्यास भइरहेको थियो अब यही कुरा तपाईँले चाहिँ अरू कुनै पनि देशमा हेर्नुहुन्छ भने 6% को रिटर्न त कुनै पनि देशमा तपाईँको राम्रो सिनेरियोमा तपाईँको चाहिँ मार्केट बढिरहेको सिनेरियोमा पनि 6% को रिटर्न आउँदैन अब यो सबै कुरा सुनिसकेपछि तपाईँहरूलाई पनि दुबईको सी फिसिङ अपार्टमेन्टमा इन्भेस्टमेन्ट गर्नु मन छ भने ड्यान्युब छँदैछन् सो यो हुनेवाला छ हजुरको लिभिङ स्पेस ड्यान्युबको जुन चाहिँ तपाईँले देख्न सक्नुहुन्छ फुल सी भ्यू सो ड्यान्युबको ब्रिजको लोकेसन एकदमै प्राइम छ जुन चाहिँ रहेको छ दुबईको कोस्टल लाइनमा जुन चाहिँ हुनेवाला छ दुबईको वान अफ द लास्ट कोस्टल लाइन र तपाईँको चाहिँ यसको लोकेसन जम्मा डाउनटाउनबाट हुनेवाला छ 15 मिनट्सको दूरीमा भने डिएक्सपी एयरपोर्टबाट पनि हुनेवाला छ यो जम्मा 15 मिनट्सको दूरीमा र अहिले यो एरिया भनेको एकदमै अन्डर डेभलपिङ एरिया छ जहाँनिर चाहिँ पछि तपाईँको चाहिँ मेट्रो लाइन आउँदैछ जहाँनिर चाहिँ तपाईँको चाहिँ टनलहरू आउँदैछ र प्लस पोइन्ट यो रहेको छ कि दुबईको गभर्नमेन्टले पनि यो एरियामा एकदमै फोकस गरिरहेको छ र यो एरियामा एकदमै धेरै इन्भेस्टमेन्ट गरिरहेको छ सो यहाँनिर तपाईँहरूलाई चाहिँ ड्यान्युबले दिँदैछ 1 बेडरुम अपार्टमेन्टको प्राइसमा 2 बेडरुम अपार्टमेन्ट किन भन्दाखेरि हजुरको 1 बेडरुम कन्भर्टेबल हुनेवाला छ 2 बेडरुममा प्लस तपाईँले चाहिँ यहाँनिर पाउँदै हुन्छ मल्टिपर्पज रुम जुनलाई चाहिँ तपाईँले चाहिँ मेड रुम बनाउन सक्नुहुन्छ या फेरि तपाईँले चाहिँ किड्स रुम पनि बनाउन सक्नुहुन्छ सो आउनुहोस् तपाईँहरूलाई अब तपाईँहरूको मास्टर बेडरुम देखाउँछु जुन चाहिँ रहेको छ एकदमै स्पेसियस सरी मजाक गरेको सो यो हुनेवाला छ हजुरलाई अघि मैले भनिहालेँ मल्टिपर्पज रुम यसलाई चाहिँ हजुरले चाहिँ आफ्नो स्टडी रुम बनाउन सक्नुहुन्छ किड्स रुम बनाउन सक्नुहुन्छ र यसमा प्लस पोइन्ट यो रहेको छ कि तपाईँहरूको मल्टिपर्पज रुममा पनि रहेको छ स्पेसियस बाथरुम वाउ सो फाइनली यो रहेको छ हजुरको स्पेसियस मास्टर बेडरुम जहाँबाट तपाईँहरूले देख्न सक्नुहुन्छ अनअब्स्ट्रक्टेड सी भ्यू र यता हुनुहोस् तपाईँहरूले यो पाउँदै हुनुहुन्छ यो एट्याच वासरुम र यो रहेको छ सेल तपाईँहरूलाई घर बस्दाखेरि तपाईँहरूलाई चाहिँ पानीको तल बसे जस्तो लाग्छ सो यो रहेको छ तपाईँको सेल यहाँदेखि तपाईँहरू मोती खस्नेवाला छ सो तपाईँहरू आफै सोच्नुहोस् न इमेजिन गर्नुहोस् तपाईँहरू आफ्नो बेडरुममा बस्दा बस्दा पाउँदै सक्नुहुन्छ यस्तो राम्रो भ्यू र यो हुनेवाला छ अर्को सेकेन्ड मास्टर बेडरुम यहाँनिर हुनेवाला छ तपाईँहरूको 64 इन्चको टिभी यो हुनेवाला छ तपाईँहरूको मिरर र यो हुनेवाला छ हजुरको अर्को 360 अनअब्स्ट्रक्टेड सी भ्यू र यो हुनेवाला छ हजुरको वाइफहरूको वाकिङ क्लोजेट र यो हुनेवाला छ हजुरको स्पेसियस र लग्जरियस बाथरुम सो तपाईँहरूलाई ड्यान्युबले यस्तो स्पेसियस ब्रो फाइन ब्रो दिस इज कर तपाईँहरूको लागि र तपाईँहरूको बच्चाको सेफ्टीको लागि सो हामी नेपाली भइसकेपछि अलिकति मसालेदार त खाना खानु परिहाल्यो नि सो यहाँ किचनमा तपाईँले बनाउनु भयो भने तपाईँलाई लागिरह होला कि यो किचनको सेन्ट त तपाईँको चाहिँ बाहिर लिभिङ रुममा जान्छ मतलब तर होइन यहाँ तपाईँहरूले डेभलोपरले दिँदैछ फुल फेसिलिटी जहाँनिर तपाईँले यो ओपन किचनलाई गर्न सक्नुहुन्छ फुल क्लोज सो अब खाना पाकिसकेपछि खाना चाहिँ तपाईँहरूलाई खानु पर्यो र खाना खानु पर्यो फुल सी भ्यूसँग भन्यो भने यो फुल ओपन गरेर खाने फुल सी भ्यूको छ सो अब तपाईँहरूलाई मैले प्रेजेन्ट गर्न जाँदैछु ब्रिजको बिल्डिङ सो मान्छेहरू यति भिड देखिरहनु भएको छ नि हजुरले सो तपाईँको चाहिँ किन यति भिड छ भन्दाखेरि अभियसली तपाईँको चाहिँ ब्रिजको एकदमै धेरै डिमान्ड छ किनभने प्राइसिङ एकदमै गुड छ तपाईँको चाहिँ लोकेसन एकदमै राम्रो छ र तपाईँको चाहिँ डेभलपर एकदमै राम्रो छ प्लस तपाईँहरूले पाउँदै हुनुहुन्छ फुल्ली फर्निस्ड अपार्टमेन्ट कन्भर्टेबल सो अब कुरा गरौँ यसको प्राइसिङको सो यहाँनिर तपाईँले चाहिँ एउटा स्टुडियो अपार्टमेन्ट पाउँदै हुन्छ द प्राइस अफ 1.3 मिलियनको आसपासमा यहाँनिर तपाईँले 1 बेडरुम पाउँदै हुन्छ 1.9 मिलियनको आसपासमा भने तपाईँले 1 बेडरुम कन्भर्टेबल टु
2 बेडरुम तपाईँले पाउँदै हुनुहुन्छ। यता प्राइस अफ 2.4 मिलियन दिराम छ र पेमेन्ट प्लान त मैले अघि नै पनि भनिहालेँ हजुरलाई 24% डाउन पेमेन्ट दिनुहोस्, अरू भनेको तपाईँले 1% पर मन्थ तिर्दै जानुहोस्। र तपाईँले मजाको कुरा यहाँनिर यो पाउँदै हुन्छ कि तपाईँहरूले चाहिँ यदि 70% कम्प्लिट गर्नु भइसक्यो ड्युरिङ कन्स्ट्रक्सन भने 30% जुन चाहिँ बाँकी छ त्यो तिर्नेवाला छन् हजुरहरूको टेनेन्टले। किन भन्दा त्यसमा तपाईँले पाउँनुहुन्छ पेमेन्ट प्लान पोस्ट ह्यान्डओभरको, जहाँनिर तपाईँको चाहिँ प्रपर्टी रेडी भएको 3 वर्षपछि पनि तपाईँले इजिली पेमेन्ट गर्न सक्नुहुन्छ। सो अब कुरा गरौँ हजुरहरूको रिटर्नको। अब यहाँनिर इन्भेस्टमेन्ट गरिसकेपछि अभियसली हजुरले रिटर्न त खोजि नै हाल्नुहुन्छ। सो रिटर्न नर्मली तपाईँको चाहिँ दुबईको कुनै पनि सी फेसिङ अपार्टमेन्ट या फिर कुनै पनि कोस्टल लाइनमा तपाईँहरूले प्रपर्टी हेर्नुहुन्छ भने उहाँहरूले बनाइराख्नु भएको छ 10 देखि 12% को सर्ट टर्म रेन्टल इन्कम र क्यापिटल एप्रिसिएसनको त कुरै नै नगर्दा हुन्छ। किन भन्दाखेरि जसले तपाईँको चाहिँ सी फेसिङ अपार्टमेन्टमा इन्भेस्टमेन्ट गर्नुभएको थियो उहाँहरूले त कमाइसक्नु भएको छ 100 देखि 150% को मिनिमम पनि क्यापिटल एप्रिसिएसन। सो तपाईँले यदि यहाँनिर इन्भेस्टमेन्ट गर्नुहुन्छ भने तपाईँहरूले पनि इजिली यतिको राम्रो क्यापिटल एप्रिसिएसन र यतिको राम्रो रेन्टल इन्कम कमाउन सक्नुहुन्छ। सो गाइज लेट्स कम ब्याक टु द फर्स्ट टपिक जुन चाहिँ थियो दुबईको रियल एस्टेट मार्केट अब क्रास होला त। अब तपाईँ आफै हेर्नुहोस्, एउटा, दुईवटा, तीनवटा, चारवटा प्रोजेक्ट लन्च गरिरहेको छन् एउटा सिङ्गल डेभलपरले 1 महिनाभित्रै, र त्यो प्रोजेक्ट सोल्ड आउट पनि भइरहेको छ र अब अर्को प्रोजेक्ट पनि सोल्ड आउट हुँदैछ। अब यहाँ देख्न सक्नुहुन्छ मान्छेको यत्रो क्रेज। यो दुबई हो, दुबईको मार्केट केही पनि हुँदैन र यो कुरा सुनिरहेको हामीले लगभग 5 वर्ष भइसक्यो कि दुबईको मार्केट क्रास हुन्छ। तर डेभलपरले यदि मार्केट क्रास हुन्थ्यो भने यत्रो लन्च लिएर थिएन र यत्रो हाइप दुबईमा हुँदै हुन्थेन। र तपाईँहरूलाई पनि यहाँनिर दुबईमा इन्भेस्टमेन्ट गर्नु छ र यस्तै सी फेसिङ अपार्टमेन्टमा इन्भेस्टमेन्ट गर्नु छ भने तपाईँहरूले कन्ट्याक्ट गर्न सक्नुहुन्छ तपाईँहरूको आफ्नो नेपाली रियल्टर आरके रियल्टरलाई।